प्रभुलाई महिमा होस्। परमेश्वरले नेपालमा झरीलाई ल्याउँदै हुनुहुन्छ। कतिजना विश्वास गर्नुहुन्छ परमेश्वरले झरीलाई ल्याउँदै हुनुहुन्छ? वर्षौंदेखिको लुकेर बसेको नदीहरू अब बाहिर निक्लेर आउँदैछ। झरीले तपाईको जीवनभित्र उम्रन नदिएको कुराहरू चाहिँ अब उम्रन लागिराखेका छ। मौलाउन नदिएको कुराहरू अब मौलाउन लागिराखेका छ। यति बेला हामी एउटा अगम्यनीय कार्यलाई गर्न गइराखेका छौँ। सबैले आफ्नो हातलाई यसो उठाइदिनुहोस्, दाहिने हातलाई। ओके, देब्रे हातलाई पनि उठाइदिनुहोस्। ओके, यो हात उठाउँदै गर्दा एउटा ठुलो विजयको घोषणा यो पहाडमा, यो नेपालमा हामी गर्दैछौँ। नेपालले ठुलो विजयलाई देख्नेछ, ठुलो छुटकारालाई देख्नेछ, ठुलो सामर्थ्यलाई देख्नेछ। परमप्रभु मेरो बल हुनुहुन्छ। परमप्रभु मेरो बल हुनुहुन्छ। परमप्रभु मेरो शक्ति हुनुहुन्छ। आमेन, आमेन। परमेश्वरले झरीलाई ल्याउँदै हुनुहुन्छ। अब हामी के गर्नेछौँ भने दोस्रो, यो औँलाले तपाईको देब्रे हातमा, दाहिने औँलाले यसो पिर्काउन सुरु गर। हामी यस, दुईटा औँला, अझै जोडले, तीनटा औँला। सुन्नुहोस् त, झरी आउँदैछ। आत्माको कानहरू उग्रिएको होस्, यति बेला आत्मिक आँखाहरू खोलिएको होस्। परमेश्वरको पराक्रम र सामर्थ्यलाई देख्ने आत्माको हृदयहरू खोलिएको होस्। झरी आउँदैछ। अब चारवटा औँलाले दबाउन थाल्नुहोस्, हिर्काउन थाल्नुहोस्, अझै जोडले। झरी आउँदैछ, झरी आउँदैछ। परमेश्वरले तपाईँको जीवनमा झरीलाई ल्याउँदै हुनुहुन्छ। झरी आउँदैछ। जस्ट फिल। यति बेला हामी फिल गर्न सुरु गरौँ। जति हामी बजाउँदैछौँ तपाईँको जीवनभित्र, म के थाहा गरिराखेको छु, परमेश्वरको महिमाको झरीको थोपाले तपाईँको शरीरलाई, तपाईँको जीवनलाई स्पर्श गर्दैछ।